यो ट्रिकमा चाहिँ हामी 4वटा कार्ड युज गर्छौँ र यसमध्ये चाहिँ एउटा मनी कार्ड हुन्छ है त। सो मनी कार्ड चाहिँ हाम्रो जोकर हुन्छ। सो एउटा जोकरलाई यहाँनिर राख्छौँ। अब यहाँ के हुन्छ भन्दाखेरि एउटा मनी कार्ड छ र रुल्स के भन्दा हामीले 3टा कार्ड युज गर्छौँ। फर्स्ट रुल, सेकेन्ड रुल, 3टै कार्ड चाहिँ जोकर हुनु भएन, नत्र त थाहा पाइहालिन्छ कहाँनिर कार्ड छ भनेर हैन त। सो स्न्याप गऱ्यो भने के हुन्छ, केही नै हुँदैन, हामीसँग एउटा एक्स्ट्रा 10 आउँछ। सो यसले चाहिँ हामीलाई डिस्ट्र्याक्ट गर्नलाई हेल्प गर्छ है त। सो के भने मैले, हामीसँग एउटा मनी कार्ड हुन्छ र यो जहिले पनि बिचमा हुन्छ मनी कार्ड चाहिँ, र स्न्याप गऱ्यो भने चाहिँ केही हुँदैन, जस्ट हामीसँग एउटा एक्स्ट्रा 10 आउँछ र हामी चाहिँ गेम स्टार्ट गर्छौँ है त। सो तपाईँको काम भनेको मनी कार्ड जुन चाहिँ जोकर हो त्यसलाई हेर्नु पर्यो है त। र जोकर जहिले पनि बिचमा जान्छ। सो हामी यसलाई बिचमा राखिदिन्छौँ यहाँनिर। र अब मनी कार्ड कहाँ छ भनेर सोध्दाखेरि बिचमा भन्नुहुन्छ, तर तपाईँले एभ्री टाइम हार्नुहुन्छ है त, बिचमा चाहिँ हुँदैन मनी कार्ड। सो मनी कार्ड हाम्रो माथि पनि हुँदैन र मनी कार्ड हाम्रो बटममा नि हुँदैन र मनी कार्ड हाम्रो बिचमा पनि हुँदैन। अनि हामी फेरि 3टा कार्डमा आइपुग्छौँ। सो हामीसँग मनी कार्ड छैन अहिले। सो के गर्छौँ, यसलाई यहाँनिर राखिदिन्छौँ र हामीसँग यहाँ एउटा एक्स्ट्रा मनी कार्ड छ। जहिले पनि 3टा कार्डबाट स्टार्ट गर्छौँ हामी, र मनी कार्ड जहिले पनि बिचमा जान्छ फेस ब्याक गरेर, जस्तै यो कार्ड। र मनी कार्ड कहाँनिर छ भनेर सोद्धाखेरि बिचमा भन्नुभयो भने यु विल लुज एभ्री सिङ्गल टाइम, किनकि बिचमा हुँदैन। र मनी कार्ड हामीसँग यहाँ पनि छैन, र हामीसँग जुन मनी कार्ड यहाँ भुइँमा थियो यो पनि मनी कार्ड होइन, मनी कार्ड बटममा पनि छैन र यहाँ पनि छैन। सो यु विल लुज एभ्री सिङ्गल टाइम।